ल ल चिया ल चिया फेरि एक्लो डाँडा कहाँको चिया हो यो चिलिमेको चिया कस्तो भयो प्रशान्त राइड कस्तो भयो राइड थोकै त्यहाँ अब अझै 20 किलोमिटर बाइक छ भन्दैछ साथी यस्तो अफरोड छ भन्ने सोचेको थिएँ तिमीले सोच्नु त त्यही हो नि सोचेकै हुन्छ नि कहाँ यात्रा थियो काठमाडौँबाट रसुवासम्मको नुवाकोटको बटार हुँदै त्रिशुली तरेर रसुवाको स्याफ्रु बेसी पुग्नुपर्ने रसुवाको पर्यायबाजी मानिने गोसाइँकुण्ड वा लाङटाङ दुवै हाम्रो गन्तव्य थिएन गन्तव्यविहीन यात्राको अनुभूति नै बेग्लै निष्फिक्री र मनचाह यो के ठाउँ हो प्रशान्त यो चापाबोट ल यो चापाबोट भन्ने ठाउँमा छौँ हामी दिस इज पासाङ लाम्बु हाइवे यदि कसैलाई थाहा छैन भने पासाङ लाम्बु हाइवे थाहा छैन भने एकचोटि सर्च गर्नु होला मलाई 2 मिनेट अगाडि थाहा भयो हामी कहाँ जाँदैछौँ भन त हामी लास्टको घर जाँदैछौँ लोप्चन सरको हामी ठ्याक्कै टोखा नुवाकोट हुँदै रसुवा जाँदैछौँ र त्यहाँ हाम्रो एकजना के हो जबरा भन्ने साथी त्यहाँ भेट हुन्छ जबरा भनेको जङ्गबहादुर राणा चाहिँ होइन है फेरि जङ्गबहादुर तामाङ हामी त्यहाँ भेट्छौँ खतरा सिनहरू देखाउँछौँ है त ल यार लास्टै यो एकदमै अफरोडवाला बाटो आयो कहाँ आइपुग्यो यार यार दुईटा डाँडाको खोजमा छौँ हामी आधी घन्टा जस्तोदेखि चलाइरहेको छौँ यार यो त एकदमै अफरोडवाला बाटोमा आइपुग्यो ल र लगभग अब हामी पुग्न लाग्यो होला क्यामेरा घुमाएर उ त्यो डाँडा देखाउँ ल यो एकदमै अनकन्टारवाला एरिया छ अब हामी जङ्गललाई भेट्छौँ होइन कति टाइम लाग्ला अब आधी घन्टा जति 40 मिनट अब म्याक्सिमम लाग्यो भने आधी घन्टामा हामी जङ्गललाई भेट्छौँ होला जबरालाई भेटेपछि त्यहाँबाट हामी स्याफ्रुबेसी आज जाने हो कि के हो खास जाने हो स्याफ्रुबेसी गएर मिल्यो भने गोसाइँकुण्ड नै गइन सकिन्छ ल जे होस् यो एडभेन्चर एकदमै बवाले एडभेन्चर छ यार 5 घन्टा जतिको लामो यात्रापछि हामी बल्ल जबरासँग भेटाउँदैछौँ तपाईँलाई हाम्रो जबरा बल्ल भेट हुँदैछ के छ यार जबरा एकदम ठिक छ ल लासो टाढा रहेछ यार तिम्रो गाउँ यार र कति घन्टा कुर्यो हामीलाई तिमीले मेरो कुरा चाहिँ नगरौँ यार भन न यार बाइकवाला दुःख हो नि त म त के दुःख हुन्छ कहाँ हो तिम्रो घर कता हो घर त यहाँबाट देख्नु पर्यो त माथि टुप्पा मुनि कता त्यो टावरबाट कता हो त्यो टावरबाट कता हो माथि एउटै हो तिम्रो मुला त्यहाँबाट कसरी झऱ्यो त यता के झुलेको पुल के छ अनि यसरी झरे ऊ गाउँ हुँदै यसरी आएको यता त्यताबाट यता आउनु त्यहाँ छ नि त्यहाँ कुनामा त्यो हाइड्रो भएको छ कन्स्ट्रक्सन के कुना उता जाने बाटो देखाएको छ नि त अलि तल त्यो चौकी भन्दा अलि तल हो त्यहाँबाट आउने हो कि त्यहाँबाट मैले आएको अब कहाँ जाने हो हामी यहाँबाट माथि भने कहाँ स्याफ्रुबेसी जाने हो हामी आज अब यहाँबाट कति टाइम लाग्छ यहाँबाट अब 1 घन्टा अझै बाइकमा 1 घन्टा ए हो 30 मिनेट गोवाले चलाइदिएँ मैले चलाउने जति चाहिँ जङ्गलले चाहिँ झन्नै हाल्यो यार कहाँ झन्नै त्यहाँ झन्नै एकचोटि पल्टायो छेउ र भित्ता पुऱ्याए झन्नै बाँचेर यहाँ यार चिया नत्र चिया नै बिक्री हुँदैन थियो अहिले यहाँको झन्डै यार Fly guys out of public housing. Base loaded, betting at 1,000. All them blessings I've been counting. शेफ सुजनको आज नौलो प्रस्तुति के को मासु रे लेस चिकनको सुप कस्तो सुप खाने हो कि के खाने हो केटा होला है सुप यहाँ फेरि म डर काठमा त हतियार नि भन्छ यार
नाम छ उसले कुखुराको हत्यारा चाहिँ हाम्रो जङ्गल हो यहाँ मान्छे मार्नु नसकिन्थ्यो कुखुरा त काट्नु पर्यो पुष्प सर कस्तो अचार बन्छ के हुँदैछ भन्नुहोस् ल रमाइलो हुँदैछ ल हाम्रो आजको मेन हत्यारा र एकदम कुखुराको हत्यारा र एकदम आजको आकर्षणको केन्द्र यहाँ हेर त यहाँ मिठो अचार बनाउँदैछ यता हेर त एकचोटि तिम्रो हातमा के कला छ अरे अब के भन्नु मेरो हातमै यस्तै छ तपाईँहरूले देखिहाल्नुभयो निकै मेहनत गरेर बनाएँ रिभ्यू तपाईँले जबराको रिभ्यू हेरिहाल्नुभयो साँच्चीकै बवाल भयो एक बाइट हान पहिलो दिनको बास गतलाङमै भयो बाँकी दिनहरूमा कहाँ जाने कमान्डर जङ्गेले नक्सा नै बनाइदियो आफ्नै पारामा कस्तो देख्यो भने त टुरिस्ट जस्तो देख्यो क्या यार चाइनिज टोपी चाल स्वारेज चाल सोब्रा जस्तो देख्यो क्या को त्यो भने दिइरहेछ फेरि चाल सोब्राज इज अ बिकिनी किलर या देखि च्याट दिने हो के होइन बिकिनीमै किल हान्दिने हो क्या ठिक छ होइन त साथी हो ठिक छ ठिक छ होइन ठिक छ दौड नि त अहिले चाहिँ सोब्रा चाहिँ हो ल ओके यो त उ जस्तो भयो त हौ के कमेडी हो बिर्सियो मैले को खै यहाँ अब यो लाइफ कस्तो हुन्छ फिल्म डिरेक्टर पनि हो क्या त्यो होइन पछि हुन्छ रेडी फर द ट्रेक नभन्नु राइट आजबाट सुरु सर्ट हुन्छ राइट हैन हाम्रो रेडी फर द सर्ट राइट आमा के गुड मर्निङ फ्रम आमा छोदिङमो भिलेज ए मुला काले के रे? भिलेज हो आमा छोदिङमो भन्ने ठाउँमा छौँ हामी र यो गाउँको नाम चाहिँ के हो ब्ल्याक कालो भिलेज, भिलेज कालो भिलेज। ब्ल्याक भिलेज ल कालो गाउँ भनौँ न हिजो हामी काठमाडौँबाट अल डे ट्राभलमै गयो होइन सँगै कता कता जाने हो आज सुरुमा हामी आमा आमा छोदिङमो। छोदिङमो पोखरी जाने यो ठाउँको नाम यो गाउँपालिकाको नामै आमा छोदिङमो हो त्यो चाहिँ त्यही पोखरीबाटै त्यही पोखरीबाट सुरु गाउँपालिकाको भएर नाम राखेको गाउँपालिकाको नाम राखे र त्यहाँबाट अनि कहाँ त्यहाँबाट जान्छौँ हामी गोठेन खर्क हुँदै खुर्बु भन्ज्याङ पुग्छौँ अनि सोमदाङ भ्यालीसम्म ओके यात्रा छ। खुर्पु भन्ज्याङ कति हाइट छ इस्टिमेटेड मेरो विचारमा 3600 3600 मिटर 100 मिटर त्यो पछि हामी झर्छौँ अर्को के भ्याली साङजेन भ्याली साङजेन भ्याली झर्छौँ साङजेन भ्याली आज एक्सप्लोर गर्ने आज पनि होल डे बाइकमै हुनेवाला छ सो भोलि र पर्सि चाहिँ हाम्रो हाइक हुन्छ कि भन्ने आशा छ हुन्छ कि हुँदैन हाइक हुन्छ नि हाइक हुन्छ हाइक भोलि र पर्सि अब हाइक होस् खास ट्रेक होस् भनेर यो होइन ट्रेकिङ गर्ने स्टिक अब यो टुरिस्टको जस्तो ह्याडस्याट किनेर ल्यायो तर खासै हाइक होला ट्रेक होला जस्तो चाहिँ लागेन आज चाहिँ हामी बाइकमै हो आज पनि दिनभरि हिजो पनि दिनभरि साथीलाई यस्तो हिँडाउने हो कि चाकबाट पसिना आउँछ एकदम अश्लीलतामा तिमी नजाऊ प्रशान्त होइन तर किनभने हाम्रो त खास राइड गर्न मात्रै आज जस्तो भयो नि त मैले त राइड पनि गर्नु परेको छैन एकजना ड्राइभर छ मेरो बाइक चलाउने ड्राइभर राइडर गर्नु मुला होइन बाइक चलाउने ड्राइभर क्या मेरो पर्सनल ड्राइभर बाइक चलाउने ड्राइभर छ के भन्छ र क्या त्यो पार्वती कुण्ड साउथ इन्डियनमा एकदम राम्रो सुनिन्छ क्या त्यो चाकलाई भनेको के भन्थ्यो बिर्स्यो भने तिमीले त्योबाट पसिना निकालिदिन्छु भन्न लाग्यो दिमागमै आएन होला के तस्रिफ हो क्या तस्रिफ त मु भयो नि उर्दू भयो नि तर साउथवालामा नि छ क्या एउटा नाइस आउँछ क्या ल आजको बाइक ल स्टार्ट गरिहालौँ त स्टार्ट अघि नै गरेर तताइदिन्छ मैले ए हो बाइक तयारी हाम्रो हुँदैछ है उसले हिजो निकाल्यो भन्दाखेरि म छक्क परिसकेको थिएँ बाइक पुस्नु पर्दैन यार त्यसै फोरै हुने हो के पुस्ने हो बस्ने ठाउँ मात्रै पुस न तिमीलाई हक्छ भनेर खाना छोडिदिन्छौ तिमी बस्ने ठाउँ मात्रै पुस न तिमी यार ल ब्रदर धन्यवाद स्मल रिग मात्र भइरहेछ अब आज खिच्नुपर्छ युज गर्नुपर्छ त्यसलाई यहाँ के हो यो पर्पल लाली गुराँस पर्पल हो कि के कस्तो हो यो ठिक हो होला
पिङ्क पिङ्क ए ओके पिङ्क लालीगुराँस भनौँ न चस्माले पर्दा देखेँ मैले लालीगुराँस नदेखेँ केटाहरूले देखाए लालीगुराँसै अर्को कलर हिजो रेड चाहिँ हामीले टन्नै देखाएको थियो तर पिङ्क चाहिँ आज देखाएको थिएन ल हामी कति 20 मिनट राइड भयो तलबाट 20 मिनट राइडमा हामी के अरे यो एउटा टर्निङमा त तिमीहरू गए आमा छोदिङमा आइपुग्ने रहेछ यो लिङ्ग हो नि अर्को के कुण्ड अरे पार्वती कुण्ड होइन यो ल पार्वती कुण्ड अथवा आमा छोदिङ म यहाँ एउटा ब्युटिफुल लेक जस्तो भनौँ न कुण्ड सानो बोट देखाउँछु के हो यो खस्रु घाँस खस्रो भने घाँस के हो जडीबुटी हुने हो के हो यो चाहिँ ठिङ्रे सल्लो भन्छ क्यारे होइन ठिङ्रे सल्लो भने यो हो गोप्रे सल्लो गोब्रे सल्लो ठिङ्रे सल्लो ठिङ्रे सल्लो के भन्छ नाम तर सल्लाह पनि यहाँनिर अहिले अर्कै ह्यामलक खालको भनौँ न देखिँदो रहेछ होइन ह्यामलक इङ्ग्लिसमा ह्यामलक यो फुल के को हो त यो यो फुल चाहिँ त्यो के अरे मैल 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 के भन्छ त्यो नासपाती जस्तो कि सानो ए होइन मैल होइन होला आरु जस्तो टाइपको नासपातीको प्रजातिको सानोवाला ए ओके यो के रिलिजियस प्लेस हो कि के हो यो रिलिजियस प्लेस भनेको अलि पवित्र स्थल जस्तो हो यो जनै पूर्णिमामा मेला लाग्छ कि गोसाइकुण्ड र ए ओके ल गोसाइकुण्ड जस्तै जस्तै यो उस्तै भनौँ न होइन यही दिनमा लाग्ने हो जनै पूर्णिमा जनै पूर्णिमामा मेला लाग्ने रसुवा चाहिँ कुण्डको लागि फेमस छ रहेछ होइन पालिकाको डिफ्रेन्ट कुण्डहरू छ यहाँ आमा छोदिङको गाउँपालिकाको चाहिँ सबैजना भेला हुन्छ यहाँ चाहिँ त्यो मेला गोसाइकुण्डको के अरे उसको दिन जनै पूर्णिमा जनै पूर्णिमाको दिन यो लालीगुराँस चाहिँ अलि हल्का डिफ्रेन्ट कलर भनौँ न नत्र त रेड त नर्मल्ली जता पनि देखिराखेकै हुन्छ यो अलिक फरक रहेछ एउटा थाम्दैन थियो भन्छ के हो यहाँ फिल्मिङै हान्दैन हो प्रशान्त फिल्मिङै हो क्या हो यहाँ हान्नै पऱ्यो नि यति नल्याए त के ल्याएको ओ यही रहेछ त्यो त लालीगुराँस कि त्यो फुल्यायो त्यो फुल्या रहेछ त्यो पारीको लालीगुराँस हो परेको हो नि हो पल्लो अब त्यहीँ जानु सेतो लालीगुराँस ल अगाडि जम त्यहाँ जाउँ यार पहिला त्यो लाग्छ भने होइन एकचोटि सुँगिदिइहाल्ने सुँग्दा त लाग्दैन कि त्यो सुँग्यो भने चाहिँ लेक लाग्ने हो कि त्यो सुँग्यो भने चाहिँ नलाग्ने हो त्यसको त्यो पोलन हुन्छ नि त्यसले चाहिँ लाग्ने हो कि ए म अनि त्यो फेरि लेक लाग्नेवाला एउटा लेक लाग्नेवाला यो होइन यो होइन अर्कै झार हो यो ए ओके अर्कै सुनपाती भन्नेले हो क्या लेक लाग्ने हो कि त्यसले नलाग्ने चाहिँ हो लेक लाग्ने भन्दा नि लेक लाग्यो भने त्यो सुँग्नु पर्ने अक्सिजन कम हुने हो त्यसले चाहिँ प्लस पोइन्ट गराउँदो रहेछ क्या त्यसले लेक लाग्यो भने त्यो सुँग्नुपर्छ भन्नु खोजेको त्यो लेक लाग्नु नदिनेवाला भयो नि त कारण लेक लाग्ने झार भनेर यार बदनाम यसै गरिदिन्छ यार केटाहरू उतार चढाव र ठेहराव यिनै 3 आयामको परिधिमा मन खोलेर गरिने धेरथोर मनोरञ्जन अनि नवीन अनुभूति आखिर यही नै त हो जिन्दगी मुर्खु भन्ज्याङ होइन यो कुर्कु भन्ज्याङ हो बडो अजिब ठाउँमा आएको छ यार उजाड छ त कहाँ पुग्यो यार एकदम यो सुनसानै ठाउँ देखियो है यो के हो यो सल्लाहकै रुखहरू होला होइन यो सबै ठिकै सल्लाह अनि मैले मागेको छु 3टा सल्लाहमा मान्छे देखिसकेको थियो कि त्यहाँ मान्छे कोही बेलामा कोही यस्तो मान्छे गरेको जस्तो देखिने कोही यस्तो मान्छे गरेको जस्तो देखिने साइको हुने क्या लाइक त्यो त्यसले गर्दा चाहिँ भाइब रङ आएको क्या डार्क भाइब हुन्छ नि मुला अलि अँध्यारो बेलामा आयो भने त त्यो मान्छेले आएर खान्छ कि जस्तो लाग्दिहाल्ने क्या फेरि बाचा बन्दन मुभी जस्तो आउ गोरे यो कति भयो यो जङ्गल डडेल लागेको कति धेरै भइसक्यो 15 वर्ष भयो नि 15 वर्ष भइसक्यो हामी बच्चा थिए त्यहाँदेखि लाग्दैन ल 15 वर्ष अघि डडेल लागेको रे अहिलेसम्म यो पुरै सुनसान उजाडै छ यार यो जापानको हिरोसिमा र नागासाकीमा अमेरिकाले एटम बम हानेर जस्तो अहिले उजाड भएको थियो त्यो ठाउँ पनि अहिले रिभाइभ भइसक्यो होइन तर हाम्रो यो रसुवाको के अरे
आमा आङमा छोदिङमो आमा छोदिङ आङमा होइन कि आमा छोदिङमोमा चाहिँ सुन्दा सुन्दा मलाई याद आइसक्यो यो अति नै भयो यार यो त अब कसले के गर्ने हो त यहाँ होइन नेगेटिभ ज्ञान यति मात्रै छाड I noticed you had a lot to say, but you never say nothing at all. But you wish that you felt more pain, so you could say something, huh? Well, if you ever wanna make a trade. तीन 3209 मिटर रसुवाको सीमा तरेर धादिङको भूमिमा अवस्थित रमणीय सोमदाङ भ्याली बाख्रासँग बोका भनेर तिमीलाई त्यहाँ मान्छेले ट्रोल बनाउला है फेरि के छ त यहाँ त्यही तल पोलेको आलु रहेछ नि त अपराह्नतिर मिलेको दिनको पहिलो खाना रोटी आलुको स्वाद पनि अमृत बराबरकै दूर दराजमा एक्लै बसेको सोमदाङ आफैमा प्रसन्न छ सम्पन्न छ आजको बास गतलाङमै तय थियो फेरि सुरु भयो खुर्पुसम्मको उकालो अनि गतलाङसम्मको ओह्रालो यात्रा